बुढोसँग त सुरक्षित होइनन् उसको वाइफ भनेपछि अब हामी दुखी पीडितहरू चाहिँ कहाँ सुरक्षित हुने भन्नुहोस् न आफै बोल्नको लागि त मसँग पनि अब अर्को बुढाहरू पनि मसँग क्लोज हुन्छन् तर क्लोज भयो भने उसको जिन्दगी मैले बर्बाद गर्नु त भएन नि त होइन त्यो त अब उसलाई दुःख पर्दाखेरि मैले सपोर्ट गर्ने मलाई दुःख पर्दाखेरि उसले सपोर्ट गर्नुपर्ने त्यो त एक अर्कालाई सपोर्ट गरेर हुनु पर्यो नि त भन्नु खोजे हो कि अब मसँग अर्को बुढा बोल्यो भने चाहिँ म के उसँगै जानु त होइन नि त आमा बाउ रुएर कराएर किनेर पाइन्छ भन्नुहोस् न तपाईँ आफै ठुलो सानोको कुरै होइन नि आफ्नो आमा बाउ कसैलाई किनेर पाइन्छ त्यसो भए अहिले म यहाँ हुन्छु मसँग जति पनि पैसा होस् आफ्नो जन्म दिने आमा पाइन्छ भन्नु न जे भयो भने आफ्नो जन्म दिने आमा त गुमायो नि त म चाहिँ एउटा केटी मान्छे भएर चाहिँ केटा मान्छेको आवाज निकाल्थेँ होइन अनि उहाँलाई चाहिँ अब अरू दाइहरूलाई भन्नुभएछ उहाँ त्यो झर्ना बहिनीसँग म भेट गर्छु म चाहिँ एउटा इन्टरभ्यू दिन्छु भन्नुभएछ होइन अनि ल ठिकै छ नि त गरौँ न त भने खिच्यो होइन अनि हामी चाहिँ अब एउटा दाजु बहिनीकै सम्बन्ध होइन उहाँले पनि मैले बहिनी भन्नुहुन्थ्यो मैले दादा भन्नुहुन्थेँ होइन त्यस्तो थियो होइन त्यसरी चाहिँ अब हाम्रो त्यो दाइसँग चाहिँ मेरो 2-3 वर्ष भयो खासै कुराकानी केही नभएको होइन अब म चाहिँ के भन्छु कि अहो सानो कुखुराको चल्लालाई काट्नु त 2-2जना मान्छे चाहिन्छ त्यो पनि सोच्न पर्छ भनेपछि एउटा आफ्नो स्वास्नी प्लस फेरि त्यसमाथि आर्मी हेर्नुहोस् त कहाँसम्मको हिम्मत होला कि म चाहिँ भन्छु कि यो ज्यानमा र हतियारालाई भन्नुहोस् त यसलाई चाहिँ म के भन्नु के अनि यसलाई जुन अहिले चौकीमा अहिले उसलाई सुरक्षित गरेर राखेको छ नि त यसलाई सुरक्षित गरेर चाहिँ किन राख्यो होला भन्छु कि म चाहिँ किनकि जस्तो जेसुकै भयो भने त अहिले त हतियारा भयो नि त होइन कानुन बमोजिम त कारबाही होला नि त यो नेपालमा नि कानुनको के अरे फाँसीको सजाय नभएर हो कि यो हत्यारा यो बलात्कारीलाई चाहिँ फाँसीको सजाय नभएर चाहिँ यो दुनियाँ नानाभाती भइरहेको छ के अब भने त हामी नारीहरूको केही सुरक्षा छ भन्नु न सुरक्षा छ त छैन नि त हेर्नुहोस् त आफ्नो बुढीकै सुरक्षा छैनपछि नारीहरूको सुरक्षा छैन नि त भनेपछि त्यस्तो मान्छेलाई मैले के भन्नुहोस् त यो हत्यारा होइन त यो ज्यानमा र होइन त तपाईले कुन रूपमा चिन्नुहुन्छ नेपाली बुढोलाई यसलाई त म त अब हत्यारा यो भन्दा ज्यानमा उसलाई त मैले राम्रो एकदम सम्मान गरेको मान्छे हो उसले पनि मैले नानी भन्ने मान्छे हो अन्तर्वार्ता पनि दिनुभयो हजुर हजुर हो त्यो बेला चाहिँ कस्तो लाग्थ्यो तपाईलाई उहाँले त मलाई यस्तो भन्नुहुन्थ्यो है तिमी त गाउँबाट आएको मान्छे हो तिमी अब बिचारा सोझी पनि रहेछ साथ सपोर्ट गर्नुपर्छ भने चाहिँ उहाँले चाहिँ मलाई त्यस्तो सम्झाउनु हुन्थ्यो कि तर अहिले आएर हेर्नुहोस् त अहिले सिङ्गो नेपाल होइन देश विदेश सबै रुइराखेको छ कि दङ परेछ अहिले पनि म त होइन होला जस्तो लाग्छ कि उहाँको भिडियो देखेर उहाँको वाइफको भिडियो हुन्छ नि प्लस फोटोहरू देखेर होइन जस्तो लाग्छ कि बिचरा आफूले त ज्यानमारामा पस्यो भित्र होइन सुरक्षित भएर बस्यो अब त्यो बिचरा त्यो 2टा छोराको के हालत भन्नुहोस् त सोच्दै नसोच्ने घटना होइन अहिले तपाईँलाई सोच्दाखेरि पनि अनौठो लागिरहेछ होइन यस्तो गर्छ जस्तो लागेको थियो तपाईँलाई मैले भने त हिजो म एकदम काम कार्यतिर व्यस्त थिएँ होइन अनि 10 बजीतिर 10:30 समथिङ 11 भइरहेको थियो नि त सुतेको अनि बिहानको म यसो 5 बजीतिर यसो मोबाइल हेर्छु त न्युजमा त ल नेपाली ब्रोको के अरे वाइफलाई हत्या गरेर मार्यो नेपाली ब्रोले होइन फेरि होइन होला भन्छु टिकटकमा जान्छु त्यही फेसबुकमा जान्छु त्यही होइन अनि फेरि त्यो साथीहरूले मलाई लिङ्क पठाइरहेको कि म त एकछिन त सक भइदिएँ कि होइन अहिले पनि होइन जस्तो लागिरहेछ कि मलाई हेर्नुहोस् त अनि म चाहिँ यो भन्छु कि यस्तो कि अब जस्तो कि यो जुन आफ्नो बुढा छ नि जस्तो कि आफ्नो बुढी हुँदाहुँदै अरूसँग सङ्गत गरिन्छ नि अरू केटीहरूसँग त्यो केटी के कारणले चाहिँ यो हत्या चाहिँ भएको जस्तो लाग्छ कि मलाई चाहिँ यो हत्या यो घटना पनि केटीकै कारणले भएको केटीकै कारणले हो किनकि ऊ हाइफाई देखाउने मान्छे हो म जतिको सम्पत्ति यो नेपालमा यो टप 1 मै हो होइन म एकदम ह्यान्डसम मेन पनि मै हो ह्यान्डसम बोय भन्ने उहाँको के अरे हुन्छ नि एटिट्युड के जाति मलाई त्यो सब बोल्नु पनि आउँदैन है एकदम सान क्या त्यस्तो देखाउँथ्यो एकदम सान दिने एकदम म जस्तो कोही छैन ह्यान्डसम खेलाडी भनेर चाहिँ त्यसरी हिँड्नुहुन्थ्यो तपाईँले त्यो रूपमा बुझ्नुहुन्थ्यो मैले त पहिल्यैदेखि उहाँको भिडियो हेर्दाखेरि कस्तो के म जतिको त कोही ह्यान्डसम छैन म जतिको त कोही धन सम्पत्ति कसैको छैन मेरै छ होइन धेरै त्यो सान के
उसलाई चाहिँ होइन कस्तो खालको कारबाही होस् जस्तो लाग्छ तपाईँ? म चाहिँ उसलाई चाहिँ के कस्तो खालको कारबाही भने अब जब नयाँ सरकार नयाँ वातावरण होइन के कस्तो हो त्यो त मलाई थाहा भएन होइन उहाँलाई चाहिँ फाँसीको सजाय चाहिँ हुनैपर्छ यो हत्याराले ज्यान मारालाई चाहिँ फाँसीको सजाय हुनैपर्छ भएन भने यहाँनिर आफ्नो स्वास्नीको त सुरक्षा छैन भने अरू नारीहरूको सुरक्षा हुन्छ ल भन्नुहोस् न तपाईँ आफै भन्नुहोस्। तपाईँको कुरा ठिक हो कि तर हाम्रो नेपालको कानुनमा फाँसीको सजाय त छैन नि त। किन चाहिँ नगर्यो कि गराउनु पर्यो नि त। तपाईँको विचारमा कानुन बनाएर भए पनि फाँसी दिनु पर्यो? बनाउनु पर्यो नि त गर्नु परेन त। हेर्नुहोस् त विदेशतिर कस्तो यो कोही मान्छे मरेको छ भने त्यहाँ छुन पाउँदैन कोही आफ्नै रुममा सँगै सुत्न पाउँदैन हेर्नुहोस् त छुन पनि मिल्दैन भनेपछि हो त्यस्तो हुनु पर्यो क्या यहाँ नेपालमा पनि अनि त्यसरी केही हुन्छ कि भनेपछि तपाईँको विचारमा कानुन बनाएर भए पनि फाँसीको सजाय हुनु पर्यो? कानुन बनाएर भए पनि फाँसीको सजाय त हुनैपर्छ 1 हुनुपर्छ 2 हुनुपर्छ 3 हुनुपर्छ नत्र यदि भएन भने यहाँनिर चाहिँ फेरि सुरक्षित चाहिँ कोही पनि हुनेवाला चाहिँ छैनन् म यति चाहिँ भन्छु। तपाईँको सरकारलाई यो सुझाव? सरकारलाई यो सुझाव म भन्छु आफ्नो बुढीको त सुरक्षा छैन त्यही पनि आर्मी जस्तो किनकि उसको बुढासँग सुरक्षित नभए पनि तर सरकारसँग त सुरक्षित थियो नि त उसको वाइफ होइन तर जे भए पनि आफ्नो बुढी आफ्नै बुढी हो बाहिरको केटीहरू भनेको नि त्यही छरीको लागि मात्र हो ए भोलि गएर 1 पैसा 2 पैसा दिन छोडोस् न त्यो गर्दैनन्। अब म एउटा कुरा के भन्छु कि घरको बुढीले मासु भात पकाए पनि त्यो नमिठो बाहिरको स्वास्नीले गुन्द्रुक र भात नमिठो पकाए पनि त्यो मिठो किन ठान्छन् होला जस्तो लाग्छ कि म चाहिँ यो केटा यो जुन अर्काको जस्तो आफ्नो बुढी छोरी अर्काको अरू केटीहरूसँग लाग्ने बुढाहरूलाई चाहिँ भनेकै फेरि सबै केटालाई भनेको होइन। त्यो त केटीहरूले पनि सोध्छन् होइन अब जस्तै घरमा बुढा छ भने पनि त्यो केटीले पनि कुनै केटीहरूले मैले पनि सबैलाई भनिनँ होइन त्यो सोध्छन् केटाले पनि सोच्लान् त्यो छुट्टै पाटो भयो होइन तपाईँको विचारमा चाहिँ त्यो लाग्यो होला होइन? म चाहिँ के भन्छु नि होइन बोल्न हाँस्न पाउन पाइन्छ होइन तर अर्काको घर फ्यामिली रिलेसन बिगाउनु त भएन नि त अर्काको लाइफ त बर्बाद गराउनु त भएन नि त। म भन्छु कि होइन बोल्नको लागि त मसँग पनि अब अर्को बुढाहरू पनि मसँग क्लोज हुन्छन् तर क्लोज भयो भने उसको जिन्दगी मैले बर्बाद गर्नु त भएन नि त होइन त्यो त अब उसलाई दुःख पर्दाखेरि मैले सपोर्ट गर्ने मलाई दुःख पर्दाखेरि उसले सपोर्ट गर्नुपर्ने त्यो त एक अर्कालाई सपोर्ट गरेर हुनु पर्यो नि त भन्नु खोजे हो कि अब मसँग अर्काको बुढा बोल्यो भने चाहिँ म के उसँगै जानु त होइन नि त। त्यही त हेर्नु त अब जुन हत्या भएको छ नि आफन्तीहरू त्यस्तो रुइरहेछ त्यस्तो भिडियोहरू होइन उसको अब 2टा बच्चाहरूको के होला एउटा छोरा त ठुलै भएको भन्ने छ होइन ठुलो भए पनि सानो भए पनि दाइ आफ्नो आमा होइन आमा बाउ रुएर कराएर किनेर पाइन्छ भन्नुहोस् न तपाईँ आफै ठुलो सानोको कुरै होइन नि आफ्नो आमा बाउ कसैलाई किनेर पाइन्छ त्यसो भए अहिले म यहाँ हुन्छु मसँग जति पनि पैसा होस् आफ्नो जन्म दिने आमा पाइन्छ भन्नु न जे भए पनि आफ्नो जन्म दिने आमा त गुमायो नि त केटा मान्छेले त के अरे सुत्केरी भएको छ भने पनि लास्टमा अर्को केटी खोजेर हिँड्छ तर कुनै नारीहरूले छ नि बुढाले छोडेर गयो भने पनि बुढा यदि यो संसार छाडेर गए पनि अर्को स्वास्नी लिए पनि तर हामी त एउटा छोराछोरीको लागि जिउनुपर्छ होइन जे जस्तो भने उसको सिउँदो त कहिले पनि हामी मेटाउन सक्दैन नि त त्यो हो कि हाम्रो नारीहरू चाहिँ त्यही भएर चाहिँ हामी नारीहरू चाहिँ पछि हटेको हो कि। भनेपछि यो छोटो मिठो कुराकानीमा अब लास्टमा के भन्नुहुन्छ? लास्टमा त के भन्नुपर्छ नि नेपाली ब्रो भने मैले भन्ने चाहिँ जति पनि यो हत्यारा र यो के अरे बलात्कारीलाई चाहिँ फाँसीको सजाय चाहिँ हुनैपर्छ यदि भएन भने अझै यहाँ के हुनेवाला छ आफ्नो बुढीसँग त के अरे सुरक्षित आफ्नो बुढोसँग त सुरक्षित होइनन् उसको वाइफ भनेपछि अब हामी दुखी पीडितहरू चाहिँ कहाँ सुरक्षित हुने भन्नुहोस् न आफै अनि जे भए पनि फाँसी सजाय चाहिँ हुनैपर्छ नेपाल सरकारज्यू यो मेरो बोली चाहिँ नेपाल सरकारसम्म पुर्याइदिनुहोस् तपाईँहरूले। हस् त धन्यवाद। हस् ओके तपाईँहरूलाई नमस्ते धन्यवाद।